आन्दोलन तुहियो भन्ने हामीमाथि आरोप आइरहेको छ। आन्दोलन के थियो, आन्दोलन के हो, आन्दोलनको प्रकृति कस्तो हुन्छ, त्यसो भन्नुहुनेहरूलाई हामीले के सोध्नुपर्छ भने यो तुहियो भनिरहँदा अहिले वर्षाको समय हामी किसानका छोराछोरीहरू हौँ। हामीलाई के थाहा छ भने धान रोप्नका लागि पहिला ब्याड राखिन्छ। त्यो ब्याडमा धान कस्तो मजाले लहलहाउँदो बनेर आएको हुन्छ, हलक्क बढेको हुन्छ, बयली खेल्छ सानो हावामा पनि, कति राम्रो देखिन्छ। त्यो हलक्क आयो, राम्रो देखियो भनेर तपाईँले त्यसलाई त्यही छोडिँदै रहनु भयो भने त्यो पहेलिन थाल्छ, त्यसले धान फलाउँदैन। त्यसलाई त्यहाँबाट मरणासन्न अवस्थामा पुर्याउनु पर्छ, त्यसलाई उखेल्नुपर्छ, त्यसको जरामा भएको माटो पनि टकटक्याउनु पर्छ। हामी ब्याडे भएर काम गर्दाखेरि ब्याडको बिउ काट्दा धानको बिउ उखालेर अर्को हातमा यसरी हान्छौँ, जराको माटो पनि फ्यालिदिन्छौँ। त्यसलाई फेरि हिल्याएको ठाउँमा लगेर अर्को ठाउँमा लगेर रोप्छौँ। त्यो केही दिनसम्म पहेँलो हुन थाल्छ, अब मर्ला मर्ला जस्तो लाग्छ। त्यसपछि यत्रो गाँस हालेर हरियो बनेर आउँछ। त्यो ब्याडबाट झिक्नै पर्छ, निकाल्नै पर्छ, मर्नासम्म अवस्थामा पुर्याउनै पर्छ। निराशावादी मान्छेहरूलाई के लाग्छ भने अहो जराको माटो पनि झर्यो, अब मर्छ होला भन्ने लाग्छ। तर आशावादी किसानहरू, परिश्रमीहरू, श्रममा विश्वास गर्नेहरू, श्रमिकहरूलाई त्यस्तो लाग्दैन। अब यो हरियो फर्किएर आउँछ गाँस हालेर, यो विश्वास हुन्छ। अस्तिको काठमाडौँको ब्याडमा भएका धेरैहरू कता कता पुगे होला, हामी त्यहाँबाट उखालिएर फेरि अहिले पोखराको यो भूमिमा छौँ। यहाँबाट अब गाँस हालेर यो उम्रन्छ अनि यसले फसल दिन थाल्छ। यो हिल्याका विभिन्न ठाउँमा यसरी नै गाँस हाल्ने क्रममा आन्दोलनको बिउ सबैतिर पुगिरहेको छ। त्यो धानबारीमा एउटा मल्लिडो भन्ने पनि हुन्छ। त्यो मल्लिडोले मल जति सबै लुड्याएर आफै हुर्किन खोज्छ। धानलाई चाहिँ जति गोडे पनि मर्न मात्रै खोज्छ। हाम्रो फुलबारीमा हेर्नुहोस्, त्यो फुललाई चाहिँ मल हाल्यो, गोड्यो, पानी हाल्यो, मर्न मात्रै खोज्छ। त्यो झारको चाहिँ बिउ छरेकै छैन, आफै उम्रिन्छ। हेर्नुहोस् है, आफै उम्रिन्छ। यसमा विज्ञान छ। मैले दार्शनिकका दृष्टिकोणले पनि केही कुराहरू राख्न खोजिरहेको छु। हामीले अहिले आन्दोलन त यस पूर्वको विदेशीहरूले लादिदिएको संविधान ल्याउनका लागि पनि गरेका थिए नि उनीहरू। त्यो आन्दोलन निर्वाचनलाई पनि आन्दोलनकै स्वरूप हो भन्नुहुन्थ्यो उहाँ। संविधान सभालाई पनि आन्दोलनको स्वरूप हो भन्नुहुन्थ्यो। तर उहाँहरूको आन्दोलन तुहियो त, संविधान सभा तुहिएन, तुहिएकै हो नि। मैले भन्न खोजेको के हो भने उहाँहरूले कति लामो समयदेखि के गर्दै हुनुहुन्थ्यो, विदेशीबाट सञ्चालित थियो, सबैतिरबाट उहाँहरूलाई आर्थिक रूपदेखि लिएर अन्य सहयोगहरू थिए। हामी हाम्रै बुतामा, हाम्रै बलमा, जनताकै आडभरमा, भरोसामा यो आन्दोलन गरिरहेका छौँ। राष्ट्रवादी आन्दोलन, देशभक्तिपूर्ण आन्दोलन। यसैले हामीलाई अहिले तुहियो भन्नेहरूले यो ब्याडको उदाहरण बुझ्नुपर्छ एउटा। अर्को युवा साथीहरू हुनुहुन्छ धेरै, तपाईँले सर्च गर्नुहोस् गुगलमा, वाइ टाइगर्स समटाइम दे स्टेप ब्याक टु पोन्स। हेर्नुहोस्, बाघले झम्टिए जस्तो झम्टिनुहोस् भनेर केपी ओली भन्थे। तर साँच्चैको बाघले चाहिँ के गर्छ भने साँच्चै शिकार गर्नका लागि 2 कदम पछाडि हट्छ अनि अगाडि दौडिएर गएर आक्रमण गर्छ। अहिले हामी 2 कदम पछाडि छौँ। यो शिकार गर्छौँ, यसमा कुनै पनि शङ्का नलिनु भयो हुन्छ। अब सँगसँगै अर्को महत्त्वपूर्ण कुरा के छ भने
हामीले आन्दोलनको समीक्षाको क्रममा केही यसको तौर तरिकाहरूलाई परिवर्तन गर्नका लागि काम गर्दै थियौँ। हामीलाई सूचना आयो, राष्ट्रिय अनुसन्धान विभागभित्र पनि हाम्रो साथीहरू हुनुहुन्छ, त्यहाँबाट सूचना आयो, प्रहरीबाट सूचना आयो, सेनाबाट सूचना आयो, सशस्त्रबाट सूचना आयो कि केपी ओलीले यो पटक अब गर्न लागेको आन्दोलनमा अस्ति एकचोटि जस्तै मान्छे मार्ने निर्देशन त उहाँले सिधा दिनुभएको छ। बाघले झम्टिए जस्तो झम्टिएर मान्छे मारेर आऊ भन्नुभयो। आन्दोलनमा देखियो, आन्दोलनकारीको रूपमा आएको मान्छेहरूले त्यही हातले ढुङ्गा हान्दै थिए, ढुङ्गा फालिसकेर त्यही हात गोजीमा हालेर गोजीबाट रिभल्भर निकालेर चलाए। देख्नुभयो नि यहाँले भिडियो, होइन? मैले त अदालतमा प्रस्तुत गरेँ न्यायाधीश सामु। यसरी रक्तपात बचाउने केपी ओलीको षड्यन्त्रको सूचना हामीलाई आयो। यो सूचना आइसकेपछि हामीले समीक्षा बैठक गरेर अब आन्दोलनलाई यसरी लाने भनेर प्रक्रिया जब सुरु गर्यौँ, त्यो प्रक्रिया सुरु गर्ने बेलामा केही व्यक्तिहरूको भुलका कारणले समीक्षा बैठकलाई पनि मिडिया राखेर अनि युवाहरूले अब आन्दोलन यो निषेधाज्ञा पनि तोडेर गर्नुपर्छ भनेर भन्दै गरेका कुराहरू मिडिया सामु भनेको देखेपछि त्यही भिडियो हेरेर पक्राउ गर्ने थियो सरकारले। अनि यो अझ तुइयोस् भन्ने विचार लिएका केही व्यक्तिहरूले त्यसरी जब समीक्षा बैठकलाई मिडिया राखेर गर्न थाले, हामीले त्यसलाई रोक्यौँ। रोक्ने मध्येको र सिधै कार्यक्रममा हस्तक्षेप गरेर समीक्षा बैठक मिडिया राखेर गर्न मिल्दैन। बैठक 4 बजे 5 बजे प्रेस विज्ञप्तिबाट यसरी हुनेछ, हामी ट्रेनिङ दिनेछ र क्रिएटिभली सृजनात्मक हिसाबले एउटा शान्ति युद्ध छेड्ने गरिकन, न त्यो शान्ति मात्रै हुनेछ न युद्ध मात्रै हुनेछ। भगवान कृष्ण करुणाको सागर हुनुहुन्छ, तर जब अन्याय बढ्न थाल्यो, दुशासनहरूको कुशासन बढेको बढै भयो, त्यसपछि शिशुपालको टाउको छिनाएको पनि कृष्णले नै हो। त्यस्तो गरिन्छ, त्यस्तो हुन्छ। त्यो धार्मिक हुन्छ, त्यो शान्तिपूर्ण हुन्छ, त्यो विचारको युद्ध हुन्छ, त्यो दर्शनको युद्ध हुन्छ। मैले दार्शनिक रूपमा केही कुराहरू राख्छु भनिरहेको छु। अब सँगसँगै मैले एउटा मात्रै केही उदाहरण भनेको, धेरै यस्ता कार्यक्रमहरू छन्, ढुक्क हुनुहोला, जो पृथ्वीमा अहिलेसम्म नभएका प्रकारका आन्दोलनका स्वरूपहरू हामी लिएर आउँदैछौँ र त्यसलाई बर्खाले पनि छेक्ने छैन। ठिकै छ, बर्खाको कारणले केही व्यक्तिहरूलाई असर गर्न सक्छ, उहाँहरूको पनि स्वास्थ्यको उमेरको सम्मान गरौँ। अर्को प्रसङ्ग अघि सुरुमै आएको थियो गुरुजीबाट, धर्मको प्रसङ्ग। नेपाल हिन्दू, बौद्ध र किराँत धर्म राज्य हो के? नेपाल हिन्दू मात्रै पनि होइन, हिन्दू, बौद्ध र किराँत धर्म राज्य हो। यहाँ सबै जात जातिका छन्, सबैलाई हामी सम्मान गर्छौँ। प्रकृति पूजक, जनजाति, आदिवासी, मूलवासी, बुद्धिस्ट, तपाईँको मस्टो, रामानन्दी, क्रिस्चियन, जैन, सिख, प्रणामी, वैष्णव सबैलाई सम्मान गर्ने। तर एउटै कुरा छ, धर्मनिरपेक्षताको बारेमा अध्ययन नगरेका मान्छेहरूले संविधानमा लेखे धर्मनिरपेक्षता कृपया यहाँहरूले अब यो कार्यक्रमबाट बाहिर गएपछि यसको बारेमा बुझाइदिनु होला है, जरुरी छ। कहिले पनि न पार्टीहरूले यस्तो प्रशिक्षण गरे, न विश्वविद्यालयमा पढाइयो, न संविधान सभाका बेलामा यसलाई इन्कर्पोरेट गरियो। म त संविधान सभाको निर्वाचनको बेलामा त्यति बेलाको 75 वटै जिल्ला 3-3 चोटि पुगेर जनताको विचार के छ भनेर संविधान सभामा ल्याएर जनताको इच्छा पत्र लिखित रूपमा पिपुल्स विल पेपर बुझाएर त्यसलाई प्रकाशित पनि गरेर टेलिभिजनमा पनि सार्वजनिक गरेको व्यक्ति हो। त्यति बेला पनि निरपेक्षताको मोडालिटीको बारेमा कुरा गरिएन। म एकदमै छोटो बुझ्ने गरी बुझाउँछु। अहिले संसारको सबभन्दा पुरानो धर्मनिरपेक्ष मुलुक मध्येमा टर्की पनि हो। टर्कीमा पनि अहिले 90 भन्दा बढी प्रतिशत इस्लाम धर्मका मान्छे छन्। त्यो देश किन धर्मनिरपेक्ष भयो होला? संविधानमा किन लेख्यो होला? उसले चाहिँ बुझेर लेख्यो, नेपालमा चाहिँ नबुझी लेख्यो। धर्मनिरपेक्षता भन्ने शब्द सबभन्दा पहिलो पटक यो पृथ्वीमै त्यो शब्द आविष्कार गर्ने मान्छेको नाम जर्ज ज्याकोब होल्यो हो।
मैले यो भाषण गर्नलाई भनेको होइन नि, हजुरहरूले अब हर एक मान्छेलाई बुझाउनुपर्छ यो भनेको के हो, किन यसो गरियो। त्यो के हो भने त्यति बेलासम्म संसारभरि सामान्यतया धर्मगुरुहरूले शासन चलाउने, अहिले पनि धर्मगुरुहरूले शासन चलाउने धेरै देशहरू छन्। तपाईँले इस्लामिक स्टेट सुन्नुहुन्छ नि, त्यहाँ अदालतमा न्यायाधीशले गरेको फैसलालाई पनि धर्मगुरुले यो मिलेन तिम्रो बदर भन्न पाउँछ। तपाईँ अहिले स्पेन जानु भएको छ हाम्रो केपी ओलीज्यू। स्पेनको के हो भने सन् 1916-17 सम्म संसारभरि लगभग राजतन्त्र थियो। अहिले पनि संसारको 46 वटा देशमा राजसत्ता छन्। यसको गति गएर ठिक छ। अहिले पनि संसारको 46 वटा देशमा समस्या छैन। म बोलिरहन्छु ठिक छ, एकैछिन म चाहिँ बोलिरहन्छु है। त्यो के हो भने त्यहाँनेरि अहिले पनि स्पेनमा युवराजाधिराजले विवाह गर्नु पर्यो भने युवराजाधिराजले विवाह गर्ने केटी जुन हुन्छ नि, त्यो केटी युवराजाधिराजले मन पराएर हुँदैन, संसदले मन पराउनु पर्छ। अब संसदले मात्रै मन पराएर हुँदैन, क्याबिनेटले पास गर्नुपर्छ। क्याबिनेटले पास गरिसकेपछि पनि त्यहाँको मुख्य धर्मगुरु भनेको अफिसियल स्टेट चर्च, आधिकारिक राजकीय चर्चको प्रमुख धर्मगुरुले यो हुँदैन भनौँ नि हुँदैन, सरकारको मन्त्री परिषदले निर्णय गरे पनि त्यो निर्णयलाई पनि पोपले उल्टाइदिन सक्छ। इस्लामिक स्टेट ब्याङ्कहरूले अनावश्यक ब्याज लिएको थाहा पायो भने त्यहाँ मृत्युदण्ड हुन्छ। उनीहरूले निश्चित रकम आफै थपेर दिन्छन्, यो चलन हो। मैले भनेको के हो भने त्यस्तो इस्लामिक स्टेटहरूमा धर्मगुरुले भनेको बाहेक अरू निर्णय गर्यो भने संसदले, सरकारले, अदालतले धर्मगुरुले फतवा जारी गरिदिन सक्छ। यस्तै धेरै देशहरूमा के थियो भने सरकारले निर्णय गर्छ, संसदले निर्णय गर्छ, धर्मगुरुले उल्टाको उल्टै गरेर हैरान बनाए क्या। युरोपमा धर्मगुरुले हैरान बनाए। मैले अघि स्पेनको के भनेको भने स्पेनका युवराजाधिराज होला भन्ने हुनुहुन्थ्यो। त्यो होला चाहिँ के भनेको भने मुटुको टुक्रा भन्छ स्पेनिस भाषामा होलालाई। सबैले माया गरेर प्रेम गरेर उहाँले टेलिभिजनमा समाचार पढ्दै गरे कि लेड्जिया भन्ने केटीलाई देखेर वान साइडेड लभ पऱ्यो। हाम्रो युवा साथीहरू पनि हुन्छ, कतिपय बेन्टोहरू भएको पनि होइन। त्यो वान साइडेड लभ परेपछि प्रेम प्रस्ताव पठाउनु हो। प्रेम प्रस्ताव पठाएपछि उहाँले ओके गर्नुभयो। अब ओके गरेपछि युवराजले बिहे गर्ने केटी चाहिँ संसदले पास गर्नु पर्थ्यो। संसदले पास गरे पनि फेरि क्याबिनेटले त्यसलाई इन्डोर्स गर्नु पर्थ्यो आफ्नो गभर्मेन्टको डिसिजनका रूपमा। त्यो भइसकेपछि धर्मगुरुले के भन्नुभयो भने यो विवाह हुन सक्दैन, संसदको निर्णय पनि खारेज हुन्छ, क्याबिनेटको निर्णय पनि बदल हुन्छ, यो विवाह हुन सक्दैन। विवाह गर्ने नै हो भने कि युवराजधिराज पद त्याग्नुपर्छ कि केटी त्याग्नुपर्छ भन्ने त त्यो किन भनेको भने ओन्ली बिकज अफ नट बिङ द मेम्बर अफ अर्थोडक्स क्रिस्चियन फ्यामिली। क्रिस्चियन फ्यामिलीको नभएको हुनाले यो बिहे हुँदैन भन्नु धर्मगुरुले। सरकारको निर्णय पनि फ्लपका, क्याबिनेटको निर्णय पनि बदर भयो। अब तपाईँ पोपको हेर्नुहोस्, धर्मगुरुहरूले राजनीतिक नेताले गरेको निर्णय उल्टाएर हैरान बनाएपछि धर्मगुरुको अधिकार चाहिँ बेग्लै हो, राजनीतिक नेताको अधिकार बेग्लै हो। यो धार्मिक नेताहरूको, धर्मगुरुको अधिकार र राजनीतिक नेताहरूको अधिकारको शक्तिको पृथकीकरणको सिद्धान्त सुन्नुहोस् है। द प्रिन्सिपल अफ सेपरेसन अफ पावर बिट्विन द रिलिजियस प्रिस्ट्स एन्ड पोलिटिकल लिडर्स भन्छ। यो चाहिँ राजनीतिक नेता र धर्मगुरुहरूको अधिकारको शक्तिको पृथकीकरणको सिद्धान्त हो के धर्मनिरपेक्षता भनेको। अब धर्मनिरपेक्षता भन्ने शब्द सबभन्दा पहिलोचोटि जसले त्यो शब्द आविष्कार गर्नुभयो नि जज ज्याकोबले, उहाँले लेखेको किताब चाहिँ के छ भने द रिलिजन अफ सेक्युलरिटी भनेको धर्मनिरपेक्षताको धर्म। उहाँको किताबको नामै थियो। धर्मनिरपेक्षताको पनि धर्म हुन्छ। तपाईँ हेर्नु
अमेरिकाको संविधानमा धर्मनिरपेक्षता छ, तर अल गोरले भोट माग्दा के भन्नुभयो भने राष्ट्रपति निर्वाचनमा म राष्ट्रिय मुद्दाहरूमा जिजस हुने हो भने जे निर्णय गर्नुहुन्थ्यो त्यही निर्णय गर्छु, त्यसैले जिजसलाई विश्वास गरेर मलाई भोट दिनुहोस् भन्नु। हेर्नुहोस् अल गोरले त्यहाँ उहाँले के भन्नुभयो, यो संविधानको धर्मनिरपेक्षता भनेको धर्मबाट फ्री होइन भनेको, इट्स नट फ्रीडम फ्रम रिलिजन बट फ्रीडम अफ रिलिजन भनेको धर्मको अधिकार हुन्छ, धर्मको स्वतन्त्रता हुन्छ, धर्मबाट चाहिँ कोही स्वतन्त्र हुँदैन। तपाईहरु यो सबै धर्मनिरपेक्षताको बारेमा भन्ने मान्छेहरु बुझाइदिनुस् है। निरपेक्षता भनेको के रहेछ? धर्म परिवर्तन होइन। निरपेक्षता भनेको राजनीतिक नेताको अधिकार बेग्लै हुन्छ, धर्मगुरुको अधिकार, धार्मिक संस्थाको अधिकार बेग्लै हुन्छ। यो धार्मिक नेता र राजनीतिक नेता बीचको अधिकारको शक्तिको पृथकीकरण हो। नपढेका मान्छेहरूले संविधान बनाएर यस्तो बनाए के नेपालमा। हेर्नुस् भएको यो मैले खुलेआम बताएको छु। खालि के यो स्वागत नेपाल त यस्तो क्षुद्र बोल्ने थिएन, तर केपीएललाई किन अनपढ भनेको भनेर मलाई गरेको टिप्पणी पनि मैले सुने। मैले भनेकै हो नि अस्ति होइन र, ओ अनपढ बोली भनेर। त्यो किन भनेको भने अनपढहरूले राजा मान्छन् भनेकै तिनले, जङ्गलीहरूले राजा मान्छन् भने। अनि बेलायतका मान्छे अनपढ हुन् त ओलीजी, तिमी ओली के अरे यो अनपढ कि बेलायतका मान्छे अनपढ भन्नु क्या मैले। अब अहिले स्पेनमा हेर्नु, स्पेनमा उनी गएका छन्। अघि मैले भन्दै थिएँ, स्पेनमा जब राज संस्थालाई विदेशी षड्यन्त्रद्वारा अन्त्य गर्ने परिपन्थ रचियो नि, बेलायत तपाईँको स्पेनमा पनि एकचोटि राज संस्था अन्त्य भएको तथाकथित घोषणा गरेपछि फेरि आएको हो नि। अब यहाँहरूलाई कतिलाई जानकारी छ, स्पेनमा राज संस्था अन्त्य भएपछि फेरि राज संस्था पुनर्स्थापना भएपछि नेपालबाट लगेर थाहा छ कि छैन? जब स्पेनमा राज संस्था अन्त्य भएको त्यो परिपक्व गरियो, त्यो बेला त्यति बेलाका राजा र रानी सोफिया समेत त्यहाँबाट नेपाल आएर ललितपुरको एउटा बोर्डिङ स्कुलमा उहाँहरू बस्नुभयो आवासीय रूपमा। त्यहाँ पढाउनु पनि हुन्थ्यो विद्यार्थीहरू। त्यहाँ पढाइरहेको बेलामा उता फेरि स्पेनमा हाम्रै यी कपुत जस्तै ओली देउवा प्रचण्डहरू जस्ता कपुतहरू जब नेता राष्ट्रपति प्रधानमन्त्री हुँदै आए, अनि त्यसपछि जनताले बुझ्यो यो त हुँदैन रहेछ, राज संस्था चाहिँदै रहेछ भने अनि फेरि नेपालबाट लगेर अहिले त्यहाँ फिलिप फोर्थ राजा हुनुहुन्छ, नेपालबाट लगेर अनि पुनर्स्थापना भएको। अब ओली तिमी राम्रोसँग बुझ, अहिले जहाँ स्पेन जाँदैछौ त्यहाँका राजाको तिमीलाई शुभकामना हुने छैन, तिमीलाई श्राप हुनेछ। र स्पेनिस सबै जनताको शुभकामना ओलीलाई होइन। जो नेपाली हामी जनताले त्यति बेला स्पेनको राज संस्था सङ्कटमा पर्दा हामीले यहाँ बचाएर राखिदियो स्पेनको राज संस्था, र पछि फेरि पुनर्स्थापना हुँदाखेरि नेपालबाट लगेर पुनर्स्थापित गरियो। यी नेपाली जनतालाई त्यहाँको राज संस्थाले यहाँको राज संस्थालाई बदनाम गराउनेलाई होइन, नेपाली जनतालाई चाहिँ शुभकामना दिन्छ। त्यसैले तिमी त्यहाँ गएको बेलामा राज संस्था किन चाहिँदो रहेछ भन्ने ट्युसन पढेर आउनु केपी ओली। यति भन्न चाहन्छु, आजको उनको भ्रमण स्पेनतर्फको जुन छ त्यो उनले ट्युसन पढे भने राम्रो हुन्छ, पढेनन् भने समयले पढाउनेछ। अब हामीले यो निरपेक्षताको बारेमा कुरा गर्दाखेरि रसियाको संविधान, जो कम्युनिस्ट मुलुक होइन त्यो बेला, रसियाको संविधानको धारा 14 को उपधारा 2 मा हाम्रो देश धर्मनिरपेक्ष भनेर लेखा छ। तर त्यहाँ श्रीमद् भागवत गीता अनुवाद गरेर डाक्टर भक्तिवेदान्त स्वामी प्रभुपादले त्यहाँका रसनहरूलाई पढाउन थाल्नुभयो, बुझाउन थाल्नुभयो, बिक्री वितरण गर्न थाल्नुभयो। उहाँलाई पक्राउ गरेर जेल हाल्नु। हेर्नु, संविधानमा लेखा छ धर्मनिरपेक्षता, तर गीताको विस्तारीकरण गर्दा पक्राउ गरियो। के हुँदो रहेछ? यति मात्र होइन, अमेरिकाको राष्ट्रपति चुनाव जितिसकेपछि
पहिलो विदेश भ्रमण कहाँ गर्छन्? भ्याटिकन सिटीमा गर्छन्, पोपलाई भेट्छन् होइन आफ्नो धर्मगुरु। बेलायतको प्रधानमन्त्री निर्वाचित भएपछि पहिलो विदेश भ्रमण पोपलाई भेट्ने भ्याटिकन सिटीबाट गर्छन्, अनि मात्र अरू देशमा जान्छन्। हाम्रो यहाँका नालायकहरू उता दक्षिणतिर गए जस्तो। जम्मा 2 जना अमेरिकी राष्ट्रपति मात्रै पहिला पोपलाई भेट्न गएका छैन। हाम्रो पनि संयोगवश 2 जना भनेको अर्को एउटा गद्दारले त फेरि यहाँ त फुटबल त हेर्न आएको, म अफिसियल स्टेट भिजिट होइन होइन। यो पनि प्रसङ्ग छोडौँ। भनेको के भने संविधानमा त्यसरी लेख्दा पनि व्यवहारमा के हुँदो रहेछ? अब तपाईँ श्रीलङ्काको संविधान हेर्नु। श्रीलङ्काको संविधानमा के भनेको छ भने रैथाने धर्महरूको संरक्षण गर्नु राज्यको प्रमुख कर्तव्य हुनेछ। सबै धर्महरू कानुनको समान संरक्षणको प्रत्याभूतिमा रहनेछन्। धर्म परिवर्तन कानुनद्वारा दण्डनीय हुनेछ। यति भएपछि सबैको त्यहाँ बुद्ध धर्म हो फेरि राष्ट्रिय धर्म। यसरी हामीले निरपेक्षताको बारेमा प्रष्ट हुनुपर्छ। अब धर्म बचाउने हो भने हाम्रो धर्मगुरु पनि हुनुहुन्छ। यो धर्मगुरुहरूको स्वाङ फेरि बेग्लै छ। पण्डितहरूलाई पनि गरे न शासन। किराँती राजा नेपोलियन बोनापार्ट, नेपोलियन र पृथ्वीनारायण शाह एउटै समयका मान्छे। उता नेपोलियनले राज्य विस्तार गर्दै थिए, यता पृथ्वीनारायण शाहले गर्दै थिए। नेपोलियनले जहाँ जहाँ राज्य जित्दै गए नि त्यो ठाउँ सबैलाई आफ्नै देशको नाम बनाउँदै गए, जातीय नै आफ्नै बनाउँदै गए, अनि राष्ट्रियता पनि यही हो भन्दै गए। तर पृथ्वीनारायण शाहले काठमाडौँ जितेपछि त्यहाँ गएर गोर्खाली भन्नु भएन, यो गोर्खा राज्य भन्नु भएन। त्यहाँ गएर के भन्नुभयो? नेपाल राज्य। अब हामी नेपाली भन्नु। र पृथ्वीनारायण शाहले काठमाडौँ जितेपछि पहिलो दर्शन गरेको, अभ्यर्थना गरेको, अनुष्ठान गरेको, पूजा गरेको पहिलो भगवान भनेको कुमारी देवी, नेवार समुदायको। त्योभन्दा पहिला शाहवंशले पहिले पनि कुमारी देवीको पूजा गर्दैन। पहिलो पूजा नेवार संस्कृतिलाई उहाँले पुरै स्वीकार गरिदिनु। अब पृथ्वीनारायण शाहको सेनामा हेर्नुहोस्, उहाँका सल्लाहकारहरू हेर्नुहोस्। पृथ्वीनारायण शाहको पालामा नेपालबाट भूटानको लोकसभाका रूपमा पठाइएका 6 जातिका मान्छेहरू, नेपालको सबै त्यति बेलाका मुख्य जातिहरूको 6 जनालाई मिलाएर ताम्रपत्र पठाएको छ। भुटान हिजो आज र भोलि भन्ने हरि बङ्गाली अधिकारी, भुटानका सांसद, उहाँले लेखेको किताबमा ताम्रपत्रै छ। उहाँको सेनामा त्यस्तै थियो सबै खालको। पछि सिद्धिनरसिंह मल्ललाई अलिकति लहर चलेको कारणले हो क्या त्यो बिगारेको। सिद्धिनरसिंह मल्ल कस्ता थिए भने त्यसरी टोलाएर माथि बसेर हेर्दा यो दलन पनि मरोस् भनेर चाहिँ घर्ने गरेको बनाएको छ भनेर सकाएका थियो। अनि बनाउनेलाई अगाडि उभिएर कोर्रा युद्धमा गएर हारेर आएको सेनालाई पनि विदेशीसँग मिलेर आयो कि भनेर कोर्रा। त्यति बेलासम्म हुँदै हुँदै के थियो? अंशभन्दा अहिले बजेट बाँडे जस्तो के आफू बसेर अंशभन्दा गर्दै राज्य चाहिँ अंशभन्दामा भाग लगाएर टुक्रेको हो। त्यही भए यहाँलाई थाहा हो होइन? अंशभन्दा गरेर टुक्रेको थियो राज्य। पृथ्वीनारायण शाह पहिलो राजा जसले राजाका छोराहरू बिचमा अंशभन्दालाई अन्त्य गर्नुभयो। अंशभन्दा हुँदैन र छोरीहरू, अंशभन्दा अन्त्य गर्ने राजा पृथ्वीनारायण शाह। त्यसपछि जसरी उहाँले एकीकृत देश, एकीकृत चाहिँ भावनालाई अगाडि बढाउनु भयो, त्यसमा हामीले ध्यान दिएन। अनि अहिले गणतन्त्र यो कहाँ यत्रो समावेशी लोकतन्त्र आएको छ, यसलाई अन्त्य गर्ने हामीलाई आउने जे प्रश्न छ म त्यसको जवाब हजुरलाई भन्दैछु है। हजुरहरूले यो जवाब दिने हो क्या? अब हामीले संगठन विस्तार गर्दा जवाब दिने यो हो, तिम्रो समावेशी भनेर सुरु गर्नुहोस्। जवाब त्यो तिम्रो समावेशी के भने अहिले हेर्नुहोस्, नेवार महिलाको प्रतिनिधित्व संसदमा अहिले कसले गरिरहेछ? शङ्कर पोखरेलको श्रीमती, ईश्वर पोखरेलको श्रीमती। अनि गुरुङ महिलाको कोटा कसले खाइदिएको छ? बाहुनकी छोरी सुवेदीकी छोरीले, अब त्यो गुरुङको श्रीमती होइन। अनि राई लिम्बू महिलाको प्रतिनिधित्व
आमदेवको श्रीमती हेर्नु समावेशी मधेसीको भनेर 3टा पार्टीमा समानुपातिकमा एकै नम्बरमा करोडौं करोड पैसा दिएर कसको नाम थियो राज्य लक्ष्मी गोल्छा अनि नेवार राज्यको प्रमुख को थियो झम्कु सुवेदी तामाङ सालिमको प्रमुख को थियो अग्नि सापकोटा अनि अम्बुवानको प्रमुख को अर्को बाहुनको छोरो थियो भवानी बडा हेर्नु यहाँ युवराज पाण्डे तमुवान होइन यो हामी चाहिँ तमुवान पनि मान्ने लिम्बुवान पनि मान्ने थरुवान पनि मान्ने सबै वान मान्ने तर अन्तिममा नेपाल वान मान्ने नेपाल वान यो चुनाव साल भनेको नेपाल वान सबै मान्ने सबै मान्दा मान्दै पनि नेपाल वान मान्ने अब हाम्रो समावेशी कस्तो हुन्छ चिया जस्तो होइन सलाद जस्तो चियामा हेर्नुहोस् त्यहाँ पानी पनि हुन्छ चिनी पनि हुन्छ रङ पनि हुन्छ मसला पनि हुन्छ दुध पनि हुन्छ तर चियाको त्यो तपाईँको त्यो दुधको मसलाको चियापत्तीको सबैको अस्तित्व नामै गर्छ एउटा नाम दुध पनि भन्नु नि चिया मात्रै भन्नु त्यहाँ दुध पनि छ त पानी पनि छ त पानी पनि भन्नु नि तर चिया मात्रै भन्नु कपमा ल्याएर त्यसको नाम चिया भयो चियाले खाइदियो त्यहाँ छँदैछ दुध चिनी पानी सबै खोज्छ एउटा चिया भन्ने नाम त्यसको साझा नाम हुन सक्दैन त्यो असमावेशी अब सलाद हेर्नुहोस्